यो देश आइएनजिओहरूले चलाइरहेको अवस्था छ। बडो सङ्कटमा छ। तपाईहरूलाई के लागिरहेको छ? सबै कुरा सामान्य छ यो देशमा? जे कुरा आँखाले देखिरहेका छौँ त्यस्तो नहुन पनि सक्छ। यो देशमा अहिले विभिन्न शक्तिहरू सक्रिय छन्। यति सक्रिय छन् कि यहाँ तपाईँ हामी चाहे भने पुरै परिवार सहित गायब गरिदिन सक्छ। यति सक्रिय छन्। यो बोलिरहँदा बडो गम्भीरतापूर्वक बुझ्नु होला तपाईहरू कुरा। तपाईहरूलाई के लाग्छ? अस्ति भर्खरै निर्मल निवास अगाडि गाडीको चहल पहल भनेर तपाईहरूलाई लाइभ मार्फत हेर्नुभएको होला। त्यति बेला कयौं प्रतिक्रियाहरू के आयो भने यो पत्रकार ठिकै लाग्थ्यो तर टिआरपी को लागि यस्तो गरेको हो कि? कदापि हैन। हामी त्यस्ता पापी पत्रकारिता गर्दैनौँ। तर आज तपाईहरुलाई भनिदिन्छु त्यो लाइभ मैले किन गरेको थिएँ भने त्यो लाइभ नगरेको भए तपाईहरु आज सायद मेरो यो भिडियो हेर्न सक्नुहुन्थेन। त्यो लाइभ मैले आफ्नो सुरक्षाको लागि गरेको थिएँ। त्यो लाइभ अफवाह होइन। त्यो लाइभमा सच्चाइ छ।